फेरि पनि मेरो च्यानलमा तपाईहरु सबैजनालाई स्वागत छ। अनि फेरि पनि मैले अर्को नयाँ भिडियो लिएर आइसकेको छु। मेरो छोटो मिठो सानो मिनी भ्लग लिएर आइसकेको छु। अनि मैले आज चाहिँ भेज थुक्पा बनाउन गइरहेको छु, भन्दा पनि बनाइसकेको छु। अनि भेज थुक्पामा चाहिँ मैले माथिबाट पिरो सुकेको खोर्सानी र टिम्बुर पिसेर माथिबाट राखिदिएँ। मलाई चाहिँ एकदमै मनपर्छ। अनि मैले चाहिँ चना र आलुको ग्रेभी सुप बनाएर त्यो पनि माथिबाट राखिदिएँ। अनि एकदम न्यानो बनाउनको लागि मैले चाहिँ एकदम तातो तातो थुक्पा मैले चाहिँ खाएँ। अनि तपाईहरुलाई कस्तो छ कृपया कमेन्ट्स गर्नुहोला। अनि तपाईहरुले पनि मैले बनाएको थुक्पाको यस्तै रेसिपीहरु मनपर्छ भने तपाईले पनि बनाएर खान सक्नुहुन्छ। एकदम साधारण अनि सिम्पल तरिकाको छ अनि साह्रै नै मिठो भएको थियो। अनि तपाईहरुले पनि मेरो भिडियोलाई हेरेर लाइक शेयर सब्स्क्राइब गर्नुहोला। मन परेमा मन नपरेमा नगर्दा पनि हुन्छ। फेरि पनि तपाईहरुसँग अर्को भिडियोमा भेट्ने आशा गर्दै आजको यो मेरो छोटो मिठो भिडियोदेखि म बिदा हुन चाहन्छु। हुन्छ, सबैजनालाई फेरि पनि म भेट हुनेछु भन्दै बाचा गर्दै आजको लागि यति नै म बाइ बाइ भन्न चाहन्छु।